आजको यो गहिरो कुराकानीमा स्वागत छ। हामी नयाँ पत्रिकामा आएको एउटा समाचारलाई आधार मानेर नेपालको वनस्पति जगतमा भएको एउटा भनौँ न चाखलाग्दो खोजबारे कुरा गर्दैछौँ। खासमा एउटा बोट पहिल्यै नभेटिएको ठाउँमा फेला परेको छ। हो, हामी रुखोन्यु जसलाई वैज्ञानिक भाषामा साइथिया स्पाइनुलोसा भनिन्छ त्यसबारे कुरा गर्दैछौँ। यो कर्णाली प्रदेशको सल्यान जिल्लामा पहिलो पटक रेकर्ड भएको छ। यो खोज आफैमा मतलब वनस्पति विज्ञान र जैविक विविधताको लागि महत्त्वपूर्ण छ। आउनुहोस् न त, यो कसरी पत्ता लाग्यो अनि यसको मतलब के हो भन्ने बारे अलि विस्तारमा जाउँ। यो त खै सामाजिक सञ्जालबाट सुरु भएको भन्ने सुने मैले। एकदम, एकजना स्थानीय हुनुहुन्छ नेत्रलाल घड्ती। उहाँले यसको फोटो खिचेर सामाजिक सञ्जालमा हाल्नुभएछ। त्यसपछि बल्ल यो कुरा बाहिर आयो। हेर्नुहोस् त, सामान्य मान्छेको सानो अवलोकनले पनि कति ठूलो कुरा पत्ता लाग्न सक्छ। साँच्चै कति रोचक। अनि त्यसपछि विज्ञहरूको टोली गयो होला नि पुष्टि गर्नलाई। हो, त्यसपछि वातावरणविद जीवन शर्मा अनि कर्णाली प्रदेश सरकारका वातावरण निरीक्षक केशव बस्याल र प्राकृतिक स्रोत व्यवस्थापनका विद्यार्थी टोपेन्द्र गिरी सहितको एउटा टोली नै स्थलगत अध्ययन गर्न गयो। उहाँहरूले सल्यानको दार्मा गाउँपालिका 3 को रानीवन सामुदायिक वन अनि कपुरकोट गाउँपालिका 4 को कालिका सामुदायिक वन दुवै ठाउँमा पुगेर मतलब नमुना सङ्कलन गर्ने, फोटो खिच्ने, प्रत्यक्ष हेर्ने सबै गरेर यो साइथिया स्पाइनुलोसा नै हो भनेर पक्का गर्नुभयो। अनि यो सल्यानमा भेटिनु चाहिँ किन यति ठूलो कुरा भयो त? यसले त पहिलेको जानकारीलाई नै अलि फरक पारिदियो होला नि, हैन र? हो नि, पहिले त कस्तो थियो भने यो प्रजाति पूर्वी र मध्य नेपालमा मात्रै पाइन्छ भन्ने थियो। त्यो पनि सामान्यतया 750 देखि 2000 मिटरको उचाइमा। त्यही त। तर यो खोजले के देखायो भने यसको भौगोलिक वितरण त पश्चिम नेपालको कर्णाली प्रदेशसम्म रहेछ। यो नै यसको सबैभन्दा ठूलो महत्त्व हो। यसले पश्चिम नेपालमा पनि यसको वासस्थान हुन सक्छ भन्ने कुरालाई बलियो बनायो। हाम्रो बुझाइ फराकिलो भयो। यसको मतलब के होला त? कि त जलवायु परिवर्तनले गर्दा यो पश्चिम सर्दै गयो, कि पहिले त्यो क्षेत्रमा राम्रोसँग खोज अनुसन्धान नै भएको थिएन कि? खै, स्रोतले ठ्याक्कै कारण त भनेको छैन। तर तपाईले भन्नुभएका दुवै कुरा सम्भव छन्। हुन सक्छ बदलिदो हावापानीले गर्दा यसलाई पश्चिमतिर फैलिन सजिलो भयो, या त्यो पनि हुन सक्छ कि विगतमा पश्चिम नेपालका कतिपय ठाउँमा मतलब यस्तो विस्तृत वानस्पतिक सर्वेक्षणै भएको थिएन कि पहिलेदेखि नै थियो होला तर रेकर्ड भएन। अब थप अनुसन्धान भएपछि थाहा होला। अनि यो रुखुन्युलाई कतिको दुर्लभ मान्ने त? लोपोन्मुख सूचीमा पर्छ कि पर्दैन? यो पनि चाखलाग्दो कुरा छ। नेपालमा साइथियाका अरू प्रजाति पनि छन् 4वटा जति। ती मध्ये 2टा सङ्कटासन्न, एउटा दुर्लभ र एउटा लोपोन्मुख नै छन्। तर वनस्पति अनुसन्धान केन्द्र सल्यानका प्रमुख डाक्टर मित्र पाठकका अनुसार यो साइथिया स्पाइनुलोसा चाहिँ नेपालमा यसको उपस्थिति र फैलावट हेर्दा अहिलेलाई कम चासो अर्थात् लिस्ट कन्सर्नको सूचीमा राखिएको छ। नेपालमा चाहिँ कम चासो, तर मैले त कतै अरू देशमा यसलाई दुर्लभ वा सङ्कटापन्न पनि मान्छन् भन्ने पढेको थिएँ नि। हो, त्यो पनि ठिक हो। केही अरू देशहरूले यसलाई दुर्लभ वा सङ्कटापन्न सूचीमा राखेका छन्। यसले के देखाउँछ भने कुनै पनि प्रजातिको खतराको स्थिति ठाउँ अनुसार फरक हुन सक्छ के। त्यसैले स्थानीय स्तरको मूल्याङ्कन र अध्ययन महत्त्वपूर्ण हुन्छ। नेपालमा कम चासो भन्दैमा संरक्षणै चाहिँदैन भन्ने चाहिँ होइन फेरि। बुझियो। अनि यो वनस्पति देख्दा कस्तो हुन्छ? यसलाई काँडेदार फर्न रुख पनि भनिन्छ रे, स्पाइनी ट्री फर्न। यसको केही विशेष उपयोगिताहरू पनि छन् कि? हो, यसको काण्डमा अलिअलि काँडा जस्तो देखिने संरचना हुन्छ, त्यसैले होला। यसको पारिस्थितिकीय महत्त्व त छँदैछ, तर यसका परम्परागत प्रयोगहरू पनि धेरैले छन्। जस्तै छाला सम्बन्धी समस्या, मृगौला, आँखाको सङ्क्रमण, क्यान्सर, मधुमेह,
टिभी जस्ता रोगहरूमा औषधिको रूपमा प्रयोग हुन्छ अनि यसको कलिलो मुनाहरू अचार खान तरकारी खान पनि प्रयोग गर्छन् डाँडभित्रको गुदी पनि खान मिल्छ अरे अनि घर बगैँचामा सजाउनलाई पनि राम्रो देखिन्छ धेरै उपयोगी रहेछ। त्यसो भए यो छलफलबाट के देखियो भने हामीले जानेको चिनेको ठानेको वनस्पति पनि सोच्दै नसोचेको नयाँ ठाउँमा भेटिन सक्ने रहेछ। यसले त नेपालको जैविक विविधता कति धेरै छ, कति गतिशील छ अनि हामीले अझै कति धेरै कुरा बुझ्न बाँकी छ भन्ने देखाउँछ नि होइन र? एकदम सही भन्नुभयो। पश्चिम नेपालको जैविक विविधताको नक्साङ्कनमा यसले एउटा नयाँ आयाम थपेको छ। अनि अर्को महत्त्वपूर्ण कुरा, यसले स्थानीय बासिन्दाको अवलोकन कति महत्त्वपूर्ण हुन सक्छ भन्ने पनि देखायो। नेत्रलाल घरतीजीको त्यो सानो पहलले कति ठूलो जानकारी बाहिर आयो र निरन्तर वैज्ञानिक खोज अनुसन्धान किन जरुरी छ भन्ने कुरा पनि फेरि एकपटक प्रष्ट भयो। हो नि। र अन्त्यमा सोच्नको लागि एउटा प्रश्न छोडेर जाउँ। यदि यो तुलनात्मक रूपमा अलि परिचित नै मानिएको रुख उन्यु प्रजाति भर्खरै नयाँ क्षेत्रमा फेला पर्न सक्छ भने नेपालका यी अनेकौं वनजङ्गल डाँडाकाँडामा अझै कति यस्ता प्रजाति होलान् जुन होशियार आँखाको पर्खाइमा छन्, जुन पत्ता लाग्न वा अभिलेख हुन मात्रै बाँकी छन्।